फेरि अर्को प्लेअफ्स अनि फेरि अर्को लो स्कोरिङ म्याच एन्ड लुम्बिनी लायन्स आर द च्याम्पियन्स अफ नेपाल प्रिमियर लिग 2025। स्वागत छ सबैजनालाई। यो हो द क्रिकेट टक्स प्रेजेन्टेड बाई अभिषेक फ्रेम्स र आज चाहिँ हामी कुरा गर्न गइरहेको छौँ एनपिएल सिजन 2 को फाइनलको, जुन चाहिँ भएको थियो लुम्बिनी लायन्स भर्सेस सुदूरपश्चिम रोयल, सिंह भर्सेस द बाघ। र सिंहले चाहिँ बाघलाई पछारेको छ फाइनलमा र लुम्बिनी लायन्स आर द च्याम्पियन्स। 6वटा लगातार म्याच जितेर लुम्बिनी लायन्स चाहिँ नेपाल प्रिमियर लिग सिजन 2 को विजेता हुन सफल भएको छ। र अब यो म्याचको कुरा गर्ने भने म्याचमा चाहिँ टस जितेको थियो सुदूरपश्चिम रोयल्सले र ब्याटिङ गर्ने निर्णय गरेको थियो, जुन चाहिँ राम्रो साबित भएन सुदूरपश्चिम रोयल्सको लागि। र ब्याटिङको लागि ओपनिङमा उत्रेका थिए ईशान पाण्डे र विनोद भण्डारी, र विनोद भण्डारी चाहिँ दोस्रो बलमै आउट हुन पुगेका थिए। र त्यसपछि सेल्डन ज्याक्सन आएका थिए, जो चाहिँ 1 रन बनाएर आउट भएका थिए। र त्यसपछि आरिफ शेख आए, जो चाहिँ 6 बलमा 6 रन बनाएर आउट भए। र आरिफ शेख पछि आएका थिए दिपेन्द्र सिंह ऐरी, जो चाहिँ 13 रन बनाएर 20 बलमा आउट भए। र साथै त्यसपछि आए दीपक बोरा, जसले चाहिँ एकदमै खराब शट आउने बित्तिकै ठुलो शट हान्न खोजेर आउट भए। आएका थिए त्यसपछि पुनित मेहरा, जो चाहिँ एलपिडब्ल्यू आउट भएका थिए। र त्यसैको साथमा रोहित पौडेलले ह्याट्रिक लिएका छन् फाइनलमा, इन द फाइनल अफ एनपिएल सिजन 2। र उनको 3 विकेट ह्याट्रिकमा रहेको 3 विकेट थियो उनको, दिपेन्द्र सिंह ऐरी, दीपक बोरा र पुनित मेहरा। त्यसपछि हरमित सिंह आएका थिए र हरमित सिंहले 10 रन बनाएका थिए 11 बलमा। र स्कल कोजिन आएका थिए, जसले चाहिँ 10 रन बनाएका थिए 8 बलमा। र हेमन्त धामीले 7 रन बनाएका छन् 9 बलमा। अविनाश बोराले 1 रन बनाएका छन् 3 बलमा। र ईशान पाण्डेले बनाएका छन् 33 रन 51 बलमा, जुन चाहिँ एकदमै स्लो इनिङ थियो। तर अब एकतिरबाट सबैजना आउट भएका भए थिए, स्लो इनिङ खेल्नै पनि पर्ने थियो। उनको ब्याटमा बल कुनै पनि कनेक्ट भइरहेको थिएन, एकदम इनिङलाई चलाउन खोजिरहेका थिए, तर अर्को छोरबाट साथ नपाएर उनले इनिङ चलाउन सकेनन्। लुम्बिनी लायन्सको बलिङको कुरा गर्ने भने रोबिनले 2 ओभर 1 बल गरेर 3 विकेट लिएका छन्, जुनमा चाहिँ विनोद भण्डारी, सेल्डन ज्याक्सन र लास्ट विकेट रहेको छ अविनाश बोराको। गेमको सुरु विकेट पनि उसले लिएका थिए, इनिङको लास्ट विकेट पनि उसले नै लिएका थिए। र अब अभिषेक गौतमको कुरा गर्ने भने 3 ओभर गरेर 15 रन दिएका थिए। र रोहित पौडेल, द क्याप्टेन अफ लुम्बिनी लायन्स, द क्याप्टेन अफ नेपाल टिम, उनले चाहिँ आफूलाई यहाँनिर फाइनलमा आएर साबित गरेका छन्। धेरै कम विश्वास गरेका थिए कि रोहित पौडेलको यो टिम लुम्बिनी लायन्सले फाइनल जित्छ भनेर, तर रोहित पौडेल आफैले लिडिङ फ्रम द फ्रन्ट गरेर यो टिमलाई फाइनलसम्म ल्याइपुर्याए र फाइनल पनि जिताए। र उनले 4 ओभरमा 12 रन गरेर 3 विकेट लिएका छन्, जुन चाहिँ ह्याट्रिक थियो। र त्यसपछि रहे अर्को तिलक भण्डारी, जसले चाहिँ 4 ओभर गरेर 1 विकेट लिएका छन्। र अर्को चाहिँ सुभाष सिंह थिए, जसले चाहिँ 2 ओभर गरेर 10 रन लिएका छन्। र अब दोस्रो इनिङको कुरा गर्ने भने लुम्बिनी लायन्सको ब्याटिङका लागि ओपनरको रूपमा उत्रेका थिए डार्सी सट र दिनेश अधिकारी। र दिनेश अधिकारीले आगो बालेका थिए पिचमा, आगो, लिटरली आगो बालेका थिए। बलिङमा उत्रेका थिए सुदूरपश्चिम रोयल्सका क्याप्टेन दिपेन्द्र सिंह ऐरी। र दिपेन्द्र सिंह ऐरीको पहिलो ओभरमा दिनेश अधिकारीले 27 रन हानेका छन्। र त्यो पहिलो ओभरको कुरो गर्ने भने पहिलो बल रहेको थियो वाइड, दोस्रो बल छक्का, डट, छक्का, छक्का, छक्का अनि 2 रन, 27 रन हानेका थिए दिनेश अधिकारीले। र अब दोस्रो ओभरमा बनेको थियो 10 रन, तेस्रो ओभरमा बनेको थियो 8 रन, चौथो ओभरमा बनेको थियो 13 रन र पाँचौँ ओभरमा बनेको थियो 2 रन र 2 विकेट। त्यसै गरेर पाँचौँ ओभरको समाप्तिमा चाहिँ 67 रन बनाइसकेको थियो लुम्बिनी लायन्सले, जबकि टार्गेट 86 को मात्रै थियो। र यहाँ दिनेश अधिकारीले एकदम आक्रामक पारी खेलेका छन्। र दिनेश अधिकारीले 42 रन बनाएका थिए 13 बलमा, एउटा चौका र 5वटा छक्का, 323.07 को स्ट्राइक रेटले हानेका छन्, जुन चाहिँ एकदमै अविश्वसनीय थियो। यस्तो लागिरहेको थियो कि सुदूरपश्चिम रोयल्सले अर्कै पिचमा खेलेको थियो र लुम्बिनी लायन्सले स्पेसली दिनेश अधिकारीले चाहिँ अर्कै पिचमा खेलिरहेका थिए। एउटा वेल डिजर्भ हाफ सेन्चुरी मिस गरे फाइनलमा। त्यसपछि डार्सी सटले बनाएका थिए 14 रन 13 बलमा। यो चाहिँ अलिक डिसअपोइन्टिङ थियो। डार्सी सटबाट चाहिँ अलिक रन एक्सपेक्ट गरेको थिएँ मैले। र अर्को डिकवालाले बनाएका छन् 11 रन 12 बलमा।
र क्याप्टेन रोहित पौडेलले बनाएका थिए 16 रन 12 बलमा र सन्दीप जोरा डकआउट भएका थिए 3 बलमा र दिलीप नाथले 1 रन बनाएका छन् 1 बलमा। त्यसै गरेर यो म्याचको समाप्ति भएको थियो र एक समय त लागिरहेको थियो यो म्याच चाँडै समाप्त हुन्छ, पावर प्ले भित्रै लुम्बिनी लायन्सले चेज गर्छ कि जस्तो लागेको थियो, जुन चाहिँ लगभग चेज गरेकै थियो भनौँ। पावर प्लेको अन्त्यमा 72 रन्स बनाइसकेको थियो, जबकि हेर्ने भने सुदूरपश्चिमले 20 रन मात्रै बनाएको थियो 3 विकेटको नोक्सानीमा। र 9 ओभरको अन्त्यमा लुम्बिनी लायन्सले यो म्याच जितेर नेपाल प्रिमियर लिग सिजन 2 को विजेता बन्न सफल भएको थियो, सुदूरपश्चिम रोयल्सलाई हराएर। एकदमै वान साइडेड म्याच जितेको छ लुम्बिनी लायन्सले, एकदमै वान साइडेड म्याच। सुरुमा बलिङमा नेस्तानाबुद गरिदिएको थियो सुदूरपश्चिम रोयल्सलाई र ब्याटिङमा दिनेश अधिकारी आएर सबैतिर सट हानिरहेका थिए। दिपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमा 27 रन हाने होइन। त्यसरी नै र लुम्बिनी लायन्स जुन चाहिँ रोहित पौडेलले लिड गरिरहेका थिए, जुन चाहिँ एकदम अन्डर डग जस्तो देखिरहेको थियो यो टुर्नामेन्टमा, किनकि 6वटा म्याचमा लास्ट 6 म्याचमा 6वटै म्याच जित्न सफल भएको छ लुम्बिनी लायन्सले, जुन चाहिँ लगभग कुनै पनि लिगमा पोसिबल छैन। इलिमिनेटर पनि जित्यो, क्वालिफायर 2 पनि जित्यो र फाइनल पनि जित्यो। प्लेअफ्सको कुरा गर्ने भने त्योभन्दा अगाडि पनि 3वटा म्याच कुरुकुरु जितेको थियो। र अवार्ड्सहरूको कुरा गर्ने भने चाहिँ प्लेयर अफ द म्याच र प्लेयर अफ द टुर्नामेन्ट नै जितेका छन् रुपेट ट्रम्पमेनले र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट जितेका छन् शेयर मल्लले र एनर्जेटिक प्लेयर अफ द म्याच जितेका छन् रोहित पौडेलले र साथैमा रोहित पौडेलले चाहिँ ओमाडाको कार पनि जितेका छन् र गोल्डन क्याप जितेका छन् सन्दीप लामिछानेले बेस्ट बलर अफ द टुर्नामेन्ट भएर र प्ल्याटिनियम क्याप चाहिँ जितेका छन् रोसिङटन जुन चाहिँ पोखरा एभरेन्जर्सका प्लेयर थिए। र आजका लागि यति नै। भिडियो मन परेमा भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। अन्त्यमा फेरि भन्न चाहन्छु कङ्ग्रेचुलेसन टु द लुम्बिनी लायन्स।